हेलो हाई नमस्ते एन्ड वेलकम टु माई च्यानल। म चाहिँ क्युबेक क्यानाडामा बस्छु र यहाँ पनि 4वटा सिजन नै छ र विशेष गरी विन्टर सिजन चाहिँ अलिक लामो नै हुने गर्छ। यो भनेको चाहिँ तपाईको अक्टोबरको लास्ट विकदेखि अप्रिल महिनासम्म नै रहन्छ। त्यहाँदेखि उता चाहिँ बिस्तारै हिउँहरू बिल्दै जाने क्रमहरू रहन्छ र यो अक्टोबरदेखि अप्रिलको बिचमा चाहिँ अब बढीभन्दा बढी हिउँहरू पर्ने, चिसो हुने, बाटोहरू पनि एकदमै चिप्लो रहने अनि एकदम कहिलेकाहीँ त -20, -30 सम्म पनि जाने ओर्ने हुन्छ र यस्तो अवस्थामा चाहिँ अब बाहिरतिर निस्किने, बच्चाहरूलाई पनि खेलाउने ओर्नुको लागि धेरै समस्याहरू हुन्छ किनभने पार्कतिर पनि सबैतिर चिसोले हुन्छ प्लस त्यहाँनिर सबै हिउँले ढाकिएको कारणले गर्दा बच्चाहरूलाई चाहिँ बाहिर निकालेर खेलाउने ओर्ने त्यस्तो एक्टिभिटीहरू समरको जस्तो चाहिँ हुँदैन। पुरा बच्चाहरू घरभित्रै बसिराख्नु पर्ने बाध्यता पनि हुन्छ र त्यो भएको कारणले गर्दा कहिलेकाहीँ बच्चाहरू झगडा गर्ने, रुने, कराउने, सामानहरू फाल्ने ओर्ने हुन्छ। त आज चाहिँ हामीले विशेष गरी सपिङ मलमा लान खोजिरहेको छौँ। अब सपिङ मलमा भनेको चाहिँ अब भित्र तातो पनि भयो, बच्चाहरूलाई खेल्ने ओर्ने ठाउँहरू पनि हुन्छ, प्लस उसले विभिन्न कुराहरू हेर्ने, देख्ने मौका पनि पाउँछ। साथै अब क्रिसमसको माहौल पनि छ, त्यो भएको कारणले गर्दा विभिन्न कुरा हेर्ने, देख्ने हुन्छ भनेर चाहिँ म त्यहाँसम्म लाँदैछु। अहिले चाहिँ हामी टक्कसँगले हाम्रो घर छेउको नजिकैको एउटा सानो सपिङ मलमा चाहिँ हामी आइपुगेको छौँ यहाँनिर। अब यहाँभित्र चाहिँ मजासँगले नानीलाई चाहिँ अब देखाउने, घुमाउने। कुदाउनुहोस् बेबी कुदाउनुहोस्। व्हील्स अन द बस गो राउन्ड एन्ड राउन्ड भनेको है। खिच्नु। येलो, रेड, ग्रीन, ब्लू। उसले घरमा र अन्य ठाउँमा हेरी चाहिँ आज यो ठाउँमा चाहिँ नयाँ खेल्ने कुराहरू देख्यो अनि त्यसपछि हो त्यसलाई चाहिँ हेर्ने, छुने, एक्सप्लोर गर्ने गरिरहेको छ। सायद उसलाई एउटा नयाँ एक्सपिरियन्स पनि भएर होला, उसले मजासँगले त्योसँग चाहिँ अब रमाइरहेको अवस्था छ। आज ऊ खुसी भएर खेलिरहेको अवस्था पनि छ। यो चाहिँ सबै 25 सेन्ट रहेछ। 25 सेन्ट हालेपछि चाहिँ निस्किने रहेछ। हाम्रो नानीले चाहिँ अघिदेखि केही कुरा निकाल्नु खोजिरहेको छ। उसलाई चाहिँ म 25 सेन्ट लाएर चाहिँ एउटा यो बल निकालिदिनु पर्यो। उसले अघिदेखि बल बल भन्दै थियो कि टक्कसँगले बल निकालिदिनु पर्यो उसलाई। त्यो पैसा हाल्नुहोस्, हाल्नु 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 बेबी यता आउनु। अब यो घुमाउनु, यहाँ अब यहाँ घुमाउनु, यहाँ बिस्तारै घुमाउनुहोस्, घुमाउनु घुमाउनु बेबी, बेबी आउनुहोस्। आयो यहाँ मुनि, यहाँ मुनि हेर्नु त आएन। ओ बेबी बल। अब लु टिप्नुहोस्। उठाइहाल्यो नि अहिले। अब आउँदैन बेबी, सक्यो। त्यो पैसा लगाउनुहोस् त्यहाँनिर। हो त्यो 25 सेन्ट लगाउनुहोस्। हो अब घुमाउनुहोस् यहाँ, यहाँ यसरी घुमाउनु न प्लिज, यहाँ यसरी घुमाउनुहोस्। हो अझै 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 घुमाउनुहोस्, घुमाउनुहोस्, फेरि 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 घुमाउनुहोस्। आउँछ आउँछ यहाँ घुमाउनु त, यता यता। हो ओ आयो बेबी, यहाँ हेर्नु त, यहाँ आयो। ओ आयन्सको 25 सेन्ट लाएर के आएछ ज्ञानीको? विसल आएछ, विसल। वाह, आयन्सलाई एउटा निकाल्दैको, यही लगाउँदै निकाल्दै खेल्दैछ अब। क्रिसमसको माहौल भएको कारणले गर्दा मानिसहरूको चहलपहल बढिरहेको अवस्था छ। सपिङ गर्नेले सपिङ गरिरहेको अवस्था छ। हामी पनि हेर्दै घुम्दै अहिले यहाँ आइपुगेको छौँ र नानीले पनि यो कलरफुल भएको कारणले गर्दा मजासँगले हेरिरहेको अवस्था छ। अब तर यहाँनिर चाहिँ यो सबै एडल्टले खेल्ने भएको कारणले गर्दाखेरि चाहिँ नानीले चाहिँ त्यही कलरहरू हेर्ने अनि त्यसपछि त्यो झिलिमिलीहरू हेर्ने कामहरू गरिरहेको छ। कहिलेकाहीँ त्यो छुने ओर्ने पनि गरिरहेछ। जे होस् आज ऊ रमाइलोसँगले रमाइरहेको छ, हामीलाई पनि खुसी लागिरहेछ। ऊ पनि एकदम खुसी भएर चाहिँ हेर्ने, कुद्ने, डुल्ने गरिरहेको अवस्था छ।
इसको बस चाहिँ गाडी चाहिँ फेभरेट हो कि त्यही भएर जहीँ देख्यो भने चढिहाल्छ साथी आएको बेबी कुदाउनुहोस् न जानु जानु आयान्स आउनुहोस् गो 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 आयान्स गो आयान्स यता आउनुहोस् Atención बेबी आयान्स कम 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 ल त अब नानीको दिउँसोको सुत्ने समय पनि भइसकेको कारणले गर्दाखेरि अब हामी चाहिँ फर्कन लागेको र आज यहाँहरूलाई प्रस्तुत गरिएको ब्लग कस्तो लाग्यो कृपया सल्लाह सुझाव प्रतिक्रियाहरू दिन पनि नभुल्नुहोला भन्न चाहन्छु र यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला भन्दै आगामी ब्लगमा फेरि भेट्ने आशा गर्दै आज यहाँहरुबाट बिदा हुन चाहन्छु बाइ।